साइड पनि जान्छ तिम्रो सानोतिनो भ्लग पनि जान्छ होइन गरौँ न हाल्नु बोले आफ्नो लागि यहाँ हनुमानको मन्दिर छ हनुमानजीलाई दर्शन गरे मेरो दिदी मेरो भ्लगमा फर्स्ट टाइम आउनु भएको छ सीता दिदी तपाईँहरू सबैले हेरि खोजिरहनु भएको थियो हामी दुईजना कहिले आउला अहिले आयो किनकि मैले चाहिँ हल्का फिल्टर युज गरेर चाहिँ राम्रो आएको छ दिदीको फिल्टर चाहिँ त्यही भएर ओरिजिनल भिडियो हेर्ने हो भने मेरोबाट हेर्नु होला अनि फिल्टरवाला हेर्ने हो भने चाहिँ अरूकोबाट हेर्नु होला दिदी के भन्नु मेरो भाइलाई धेरै 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 माया गर्नु होला जसरी माया दिनुभएको छ सधैँ माया गर्नु होला भाइले राम्रो काम गर्दै जाने गर्नुहुन्छ होइन गर्छ भन्नु न थ्याङ्क यू दिदी दिदीहरूको इन्टरभ्यू छ अनि दिदीहरू इन्टरभ्यू जानुहुन्छ अनि हामीसँग सैन दाइ हुनुहुन्छ हेलो सैन दाइ दिनु राम्रो फिल्टर युज गर्छ सैन दाइ हुनुहुन्छ सैन दाइ पनि हुनुहुन्छ दाइ अनि अब बाल दाइ हेलो बाल दाइ हुनुहुन्छ सामिया हाई से हाई टु माई ब्लग प्लिज सैन दाइ तर दाइ यो हजुरले एउटा क्वेसन सोध्नु छ दाइ होइन अडियन्सले धेरै सोधिरहनु भएको छ हरि आउँछ कि आउँदैन दाइ हरि सधैँ हामीसँगै छ नि अब होइन जोडिसकेको छ होइन अरे दाइले भन्नुभयो हरि आउँछ अरे कुर्नु होला ल दिदी इन्टरभ्यू राम्रो दिनु होला बेस्ट विसेस म हेर्छु राम्रो क्युटीमा क्युटी छु नाकको पालमा कस्तो क्लोज दिन्छु ल त्यसलाई हजुरलाई पनि बेस्ट विसेस है सिधा ल राम्रो चस्मा लाउनु नि त ल काट्नु पर्यो खेर अनि अलिकति काट्छु धेरै खेर जाँदैन काट्नु पर्यो फेरि जानु होला तपाईँहरू फेरि यहाँ बसेर किन अड्किरहनु भएको छ हामी शुभ मिडियामा छौँ सामिया यहाँ सामिया त हेर त सामिया 100K सब्सक्राइबर भएर पाउ खाएकी छिन् नि ल भरे देखाउनुहोस् बाई बाई दिदी बाई बाई दाइ सी दाइ ल अब हामी टिकटक बनाउन लागेको छौँ हाम्रो जगत एकदम पुरानो हुन्छ यिनलाई धेरै धेरै बधाई छ सब्सक्राइबरको लागि तिमीले यति धेरै मिहिनेत गरेर यो सक्सेस पाएको छौ यसलाई नभुल्नु अडियन्सको मायालाई नभुल्नु धेरै माया के अरे अझै राम्रो काम गर्दै जानु अझै राम्रो भ्लगहरू दिँदै जानु सीतामा अझै राम्रो दमदार अभिनय गर्दै जानुहोस् बधाई छ सामिया यहाँ पुरा एडिट गरिरहेछ अघि खिचेको टिकटकको यसरी पुरा ध्यान दिएर एडिट गरिरहेछ हाम्रो बालदा यहाँ हुनुहुन्छ अब हामी एउटा सामियाकोबाट खिच्छु एउटा मेरोबाट खिच्न लाग्छौँ दाइ कस्तो लागिरहेछ भनिदिनु त दामी भइरहेछ अरे दामी त हामीले भन्दा पनि पछि हेरेर चाहिँ कस्तो आउँछ त्यो त हजुरहरूले भन्ने कुरा हो दामी दामी नै छ हो लगभग यिनी फाइनल अन्तिम चरणमा आइपुगिन् आफ्नै बनाइछन् आफूलाई धेरै राख्छिन् मलाई थोरै राख्छु भनिछन् त्यो भयो भने भन्नुहोस् सामिया 100K सब्सक्राइबर होइन त एउटा चक्लेट पनि दिएन यार आम्मा 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 हामी अहिले यहाँ गजब टिभीमा छौँ गजब टिभीको अफिसमा छौँ आरटी इन्टरटेनमेन्टमा छौँ अनि हामी ओएसआरमा नै छौँ सबै यहीँ छौँ हामी यहीँ छौँ स्टिल अघि तपाईँले मेरो त्यो क्युएनएवाला भिडियो हेर्नुभयो होला मैले पोस्ट गरेको छु हेर्नु भएको छैन गएर हेर्नु होला अनि 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 अब म जानु लाग्यो सामिया तिमी पनि अब तिमी रिहर्सल जानु लाग्यो होइन तिमी अब खानासाना खाऊ अनि रिहर्सलमा जाऊ कीर्तनमा जानु लागेको छ म पनि अब एकछिन नामनगर जान्छु त्यहाँ दाइहरू हुनुहुन्छ दाइहरूले भेट्छु अनि यो चाहिँ अब त्यही हो अब तपाईँहरू भ्लग भन्दै हुनुहुन्छ त्यो स्टकमा राखिरहेको छु अब कहिले मन लाग्छ तैँले पोस्ट गर्छु अनि हेर्नु होला
सो थ्याङ्क यू सो मच है हजुरहरू पनि मेरो 1 लाख सब्सक्राइबर भएको छ 1 लाख फ्यामिली भएको छौँ हामी युट्युबमा त्यसको लागि म एकदमै थ्याङ्कफुल छु प्लस अनि मैले एउटा अनाउन्समेन्ट भनौँ अथवा के चाहिँ अब हामी चाहिँ एउटा केक काट्दैछौँ सीताको सेटमा आई होप तिमी पनि आउँछ आऊ होला लेट्स सी के हुन्छ केक बोकेर आउने तिमी हेरेको काठमाडौँदेखि हुन्छ म मेरो क्युआर पठाइदिन्छु क्युआर जब क्युआरमा तिमी झुन्डिरहेको छौ एटलिस्ट केक लिएर आइदिन्छु त भन किनकि उहाँ गाउँमा पाउँदैन नि त त्यो वाला ल ल्याइदिन्छु हस् 1 सब्सक्राइबर लेखेको त्यहाँ गाउँमा चाहिँ भने जस्तो केक पाउँदैन नि त अब मैले त 1 लाख सब्सक्राइबर टाइपको दिनु पर्यो नि त ए तिमीले त 100K सब्सक्राइबर टाइपको अलिकति राम्रो लेखेको वाला चाहियो नि त अनि तिमीले त्यो सिल्भर बटनमा कसरी आउँछ अब अप्लाई गर्नुपर्छ 1-1.5 महिना लाग्छ अरे भाइले अप्लाई गरिदिँदैछ तर मैले सबै मेरो भाइले गरिदिन्छ नि त त्यही बेला अनि सिल्भर बटन आएपछि म हजुरहरूलाई देखाउँछु जस यिनलाई जय जय भएको छ राम्रो होस् यिनको त्यही हो अझै राम्रो गर है ओके दामी गर बाई बाई सारङ्गे अहिले हामी यहाँ खाजा खाइरहेको छौँ छोइना चिउरा हाम्रो दाइ पनि आइपुग्नु भयो मेरो अमृत दाइ अब हामीले एउटा म्युजिक भिडियो सँगै गर्दैछौँ अनि दाइले खाना खानु भएको रहेछ त्यही भएर छोइना चिउरा खाउँ भन्नुभयो हामी यहाँ बाटोमा बाहिर बसेर टक्क चिलमा खाँदैछौँ दाइ यो मेरो ब्लग हो तपाईँलाई एकदम स्वागत छ फर्स्ट टाइम आउनु भएको छ ल खानु त कस्तो लाग्यो खाएर भन्नु न खाइसक्नु भयो मिठो छ अरे ल म खान्छु है त अब म एकछिन त्यहाँबाट सकेर काम सकेर यहाँ माइती गएर आएको छु मेरो एउटा गीत रेकर्डिङ हुँदैछ त्यो गीत तपाईँहरूमा चाँडै आउँछ तपाईँहरू वेट गर्नु होला एकदम राम्रो गीत छ डान्सिङ गीत छ तपाईँहरूमा चाँडै आउँछ म के हुन्छ अपडेट तपाईँलाई गराउने छु त्यसको लागि स्टे ट्युन मेरो च्यानलबाट आउँछ मेरो च्यानललाई सेयर लाइक सब्सक्राइब गर्नु होला है अब राम्रो गीत छ तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ अब चाँडै सुटिङ भएर चाँडै नै आउनेवाला छ त्यसको लागि गर्नु होला है त थ्याङ्क यू